हेलो अनि नमस्कार यहाँहरूलाई यो घर घर डायरिजमा स्वागत छ। आज चाहिँ बिहान 7 बज्नै आँटेको छ। बिहानै भिडियो बनाउनुको कारण चाहिँ आज हामी बुढाबुढी भएर एक हप्ताको लागि चाहिँ ताजमानिया जाँदैछौँ। एकदम एक्साइटेड भइरहेको अवस्था हो यति बेला भइरहेको छ। कस्तो छ तयारी? तयारी ठिक छ नि? यति लगेज हुने भयो हाम्रो हैन। ल साथीहरू भेट्दै गरौँला हैन। आजको हाम्रो यात्रा तास्मानियासम्मको हुनेछ। गस्परबाट हामी ट्रेनको यात्रा तय गर्दै डोमेस्टिक एयरपोर्टसम्म आइपुगेका छौँ। कतिपय मानिसहरू सेन्ट्रलबाट उबर अथवा ट्याक्सी बुक गरेर एयरपोर्टसम्म आए पनि हामी चाहिँ ट्रेनमै आयौँ। उबर वा ट्याक्सीले काट्ने जुन फेयर छ त्यो फेयर र ट्रेनको फेयर धेरै फरक हुने रहेछ, त्यसैले हामीले ट्रेन समाएर आयौँ। हामी यहाँ आइपुगेर चेक इन ब्यागको लागि कियोस्कमा गएर अनलाइन बोर्डिङ पास स्क्यान गऱ्यौँ र ट्याग पनि लियौँ र नजिकैको काउन्टरमा गएर ब्यागलाई कार्गो होल्डतर्फ पठायौँ र हामी भने सेक्युरिटी चेकको लागि गयौँ। साथीहरू हाम्रो चाहिँ हैन होबार्टको चाहिँ यो होलिडे होबार्ट जाँदैछौँ अनि यो होलिडे चाहिँ आजबाट सुरु भएको छ। एक हप्ताको लागि चाहिँ हामी दुईजना हैन बुढाबुढी होबार्ट जाँदैछौँ। हामी चाहिँ अहिले भर्खरै चेक इन भएर बोर्डिङ पास लिएर पनि अनि त्यसपछि अहिले चाहिँ एयरक्राफ्टभित्र बसिरहेको अवस्था हो, वेटिङ गर्दैछौँ हैन। हामी चाहिँ यति बेला अब तास्मानिया जानको लागि 1 विकको लागि तास्मानियाको लागि चाहिँ हामी जाँदैछौँ। हवाई जहाजले भुइँ छोड्दै गर्दा मनमा जुन त्रास पैदा भइरहेको थियो त्यो त्रास र भयलाई अब पुग्ने गन्तव्य र त्यहाँको सुन्दरताले जितिसकेको अनुमान लगाउन मात्र सक्थेँ म त्यो बेला। झ्यालबाट बाहिर चिहाउँदै गर्दा सिडनी सहरका ती अग्ला अग्ला गगनचुम्बी भवनहरू भुइँमा हराउँदै गएका थिए। अझ भनौँ बिन्दुमा परिणत भई मलिन धमिल हुँदै विलीन पनि भइसकेका थिए। करिब 1 घण्टा 40 मिनटको त्यो आकाशको यात्रा पश्चात क्षितिजमा अग्ला होचा ठुला साना थुम्काहरू देखिन थाले। जुन थुम्काहरू हेर्दा हेर्दै आँखै अगाडि बडै मानका पहाड भइदिए। साना थोप्लाहरू बढ्दै बढ्दै ठुला भवन भइदिए। जब चिलगाडीका पाङ्राहरूले भुइँलाई स्पर्श गरे तब लामो श्वास फेर्दै मनमनै आकाशमा तारा बन्नुभएका मेरा भगवान रूपी बुवालाई धेरै धेरै सम्झिरहेँ। होबार्टबाट उबर बुक गरेर तास्मान ब्रिजको मनोरम दृश्य अवलोकन गर्दै आफू बस्ने होटलसम्मको यात्रा पुरा भएको पत्तै भएन, थाहै भएन म कति बेला त्यहाँ पुगेँ। जुन मनोरम दृश्यले मलाई मनमोहक दृश्यले मलाई लोभ्याइरह्यो। अहिले ठ्याक्क होबार्ट आइसकेको अवस्था हो। अहिले होबार्टमा आएर अनि होटल आइबिआइएसमा हामीले चेक इन गरिसकेका छौँ हैन। चेक इन गरिसकेका छौँ अनि यो चाहिँ अहिले हाम्रो रुमबाट देखिने यो एउटा ब्युटिफुल भ्यू हो। अनि यहाँ भन्नुपर्दा चाहिँ रुमभित्र एउटा टेलिभिजन पनि रहेछ हैन। दिस इज अ बेड, ब्युटिफुल टोयलेट बाथरुम कस्तो छ? क्लिन छ? Toilet, bathroom here, and it's covered everything. You can put whatever you like to put here. यस्तै रहेछ। यहाँ चाहिँ सेफ लकर पनि रहेछ हैन। That's right. सबै ठिकै छ, राम्रै रहेछ हैन।
भ्यू छ यहाँ चाहिँ बबाल छ। ल साथीहरू हैन, ल के अरे भर्खर आइपुग्यो। अब चाहिँ हल्का फ्रेस भएर अनि अब यसो होवाटतिर के कस्तो रहेछ भनेर यसो हेर्न जानुपर्छ होला भन्ने हामीलाई लागिरहेछ हैन। यो आइबिआइएस होटलमा बसिसकेपछि यो राम्रो ठाउँ रहेछ। यो जिम पनि रहेछ हैन, 3rd फ्लोरमा जिम रहेछ। स्विमिङ पुलहरू पनि रहेछ अनि राम्रो स्विमिङ पुलबाट बाहिरको भ्यूज पनि राम्रो भ्यूज देखेको रहेछ भन्ने देखियो हैन। राम्रो रहेछ। ल साथीहरू होबार्ट सिटी हैन, होबार्ट सिटीमा अहिले हल्का हल्का हिँडिरहेको अवस्था हो। अनि गाडीको चाप चाहिँ खासै हुँदैन होला जस्तो फिल भइरहेको थियो। गाडीको चाप चाहिँ बवालै हुँदो रहेछ हैन। बिजी नै छ बाटो चाहिँ एकदम बिजी। अब यो अब अफिस टाइम भएको भएर हो या के हो हैन, गाडीको चाप चाहिँ एकदमै धेरै हुँदो रहेछ। अहिले चाहिँ अब सपना र म भएर यो अब नेप्लिज रेस्टुरेन्ट भनौँ न, यो त चोक भन्ने नेप्लिज रेस्टुरेन्ट रहेछ हैन। त्यो नेप्लिज रेस्टुरेन्टमा आएर अनि चाहिँ हल्का खाना खाइदिउँ भनेर चाहिँ हो हैन। द चोकमा नेपाली खानाको स्वाद, परम्परागत कलाको सौन्दर्य र आत्मीय वातावरणको सम्मिश्रण पाइयो। यहाँ पाइने नेपाली शैलीका खानाहरूले नेपाली खानाको विविधता झल्काएको महसुस भयो। यहाँ भएको जुन भित्र भएको सजावट, चित्रकला, मूर्तिहरू र रङ्गीन झन्डाहरूले अझ मौलिकता झल्काइरहेको भान भयो। यहाँभित्र गुन्जिरहेका नेपाली सङ्गीतहरूले पनि सुनमा सुगन्ध थपिरहेको जुन आभास भयो मलाई। भित्तामा लेखिएका नेपालीपन झल्काउने पद्य र गद्य शब्दावलीले नेपालको कुनै छ नि कुनातिर रुमलिरहेको छु कि म जस्तो अनुभव पनि गरायो। केही समय धैर्य गरे पश्चात जुन टेबलमा आइपुगेको मुखै रसाउने खानेकुराहरू थिए, ती खानेकुराहरूले त झनै यो ठाउँ छोडेर जाउँ कि नजाउँ जस्तो पनि लागेको एउटा महसुस भयो मलाई। जब बिहानको 6 बज्यो, आँखा खुलेसँगै यो मनै लोभ्याउने दृश्य देख्न पाउँदा मनै हर्षले गदगद भइरहेको थियो। पूर्वी क्षितिजमा उदाउँदै गरेको सूर्यले आफ्ना सुनौला किरणहरू पृथ्वीमा कोरल्दै गरेको मनमोहक दृश्यले कुनै शब्दमा वर्णन गर्न सकिरहने अवस्था थिएन। हामी अब गाडी लिन गइरहेको छौँ हैन त? गाडी लिन गइरहेको होइन हामी। खासमा गाडी चाहिँ हिजो लिनुपर्ने रहेछ हैन। अलिकति म्यानेजमेन्टमा फितल लागेको कारणले गर्दाखेरि चाहिँ हिजो गाडी लिएन। आज चाहिँ अब 8 बजे हो खासमा, अब अलिक 5-10 मिनट ढिलो हुन्छ गाडी लिएर। अनि खासमा आज ब्रुनी आइल्यान्ड जाने भनेको, ब्रुनी आइल्यान्ड चाहिँ अलिक नमिल्ला जस्तो छ आज चाहिँ। आज पोर्ट
पोर्ट आर्थर, मोना, सालामान्का त्यस्तै ठाउँहरू चाहिँ पुग्नुपर्छ होला। अहिले चाहिँ हामी होबार्ट सिटीमा मजाले मर्निङ वाक गर्दैछौँ। मर्निङ वाक त के मर्निङ वाक भन्नु, गाडी लिन जान लाग्यो होइन, गाडी रेन्ट गरेको थिएँ, त्यो गाडी लिन जान लाग्यो। अनि त्यहाँ जानको लागि चाहिँ हाफ एन आवर हिँड्नु पर्दो रहेछ। बस पनि पाउने रहेछ, तर बसमा जानुभन्दा बिहान चाहिँ हिँड्न नै ठिक हुन्छ भनेर, अनि हेर्नु पनि हुन्छ कस्तो रहेछ सिटीको भ्यूहरू कस्तो रहेछ भनेर हेर्नु पनि हुन्छ भन्ने एउटा हेतुले चाहिँ हामीले चौर लाएर जाँदैछौँ। कहाँ भन्दाखेरि 6th भन्ने कार रेन्टलमा चाहिँ हामी जाँदैछौँ होइन। सिटी चाहिँ यस्तै रहेछ यहाँको। क्राउड पनि त्यस्तो क्राउड नहुने भए पनि देख्न चाहिँ क्राउडेड नै देखिँदो रहेछ होइन। अब सिडनी भनेको त अब सिडनी नै भइहाल्यो, कति क्राउडेड हुन्छ सबैलाई थाहा छ। होबार्ट चाहिँ मैले त्यस्तो एक्सपेक्ट चाहिँ गरेको थिएन होइन, तर अब क्राउड नै हुँदो रहेछ। रमाइलो छ भन्ने हामीलाई लागिरहेछ। आज चाहिँ खासमा ब्रुनी आइल्यान्ड जाने भन्ने प्लान थियो, तर गाडी पिकअप गर्ने टाइम चाहिँ ढिलो भएको भएर ब्रुनी आइल्यान्ड चाहिँ अर्ली मर्निङ जाँदा राम्रो हुन्छ भन्ने जुन सजेसन आएको भएर रिकमेन्डेसन चाहिँ त्यस्तो थियो हामीलाई। त्यही भएर आज चाहिँ पोर्ट आर्थर र यतै वरिपरिको ठाउँहरू घुम्ने, बेलुका चाहिँ माउन्ट वेलिङटन जाने भनेर प्लान गराएको छौँ होइन। कस्तो हुन्छ प्लान त चेन्ज भइरहन सक्छ, तर जे होस् अब प्लान अनुसार नै जानुपर्छ भन्ने चाहिँ हामीलाई लागिरहेको छ। ल अरू कुरा चाहिँ बिस्तारै हेर्दै गरौँला। अहिले हामी चाहिँ गाडी लिन गइरहेको छौँ। गाडी लिएपछि कस्तो हुन्छ त्यसपछि हेरौँला। हामी चाहिँ यति बेला गाडी लिन जाने भने 8 बजे भनेर नि आएको होइन, तर कुरा चाहिँ यहाँ के बिग्रियो भन्दाखेरि खासमा 9 बजेको बुकिङ गरेर रहेछ होइन। 9 बजेको बुकिङ रहेछ, अनि छिटो आइयो थाहा भएन, 8 बजे जस्तो लाएर आएको। अनि त्यही भएर बिचमा चाहिँ अलिकति टाइम भएको भएर चाहिँ हामीले के गर्न लाग्यो, ब्रेकफास्ट खान लाग्यौँ। ब्रेकफास्ट चाहिँ लेजी ब्रन्च भन्नेमा। लेजी ब्रन्च एउटा योगर्ट, फ्रुटी योगर्ट कप, अनि एउटा चाहिँ ओरेन्ज जुस खाइदिनु भनेर, एउटा चाहिँ लेजी ब्रेकी र अनि एउटा फ्रुटी योगर्ट कप, त्यसपछि ओरेन्ज जुस अर्डर गरेको छौँ। ब्रेकफास्ट एकदम दामी छ। फाइनली होइन गाडी लियो, इसुजुको 4 व्हिल ड्राइभ चट्ट पाइयो। अब हान्दिउँ न के छ र ट्राई गरिदिउँ होइन। 4 व्हिल ड्राइभ पनि मजै हुन्छ जस्तो लागिरहेछ है त। हामी अब ब्याक टु पोर्ट आर्थर जाँदैछौँ है त।
पोर्ट आर्थर हिस्टोरिक साइट हो गाइज हैन। अब भित्र जाउँ, कति टिकटहरू के कस्तो रहेछ बुझौँ। टिकट त पक्कै काट्नुपर्छ होला हैन। वर्ल्ड हेरिटेज प्रपर्टिज रहेछ हैन यस्तो यहाँबाट भित्र जाने हो। अनि एउटा टिकटिङ पनि हुँदो रहेछ हैन। पोर्ट आर्थर हिस्टोरिक साइट भनेर भनेको छ। पोर्ट आर्थर हिस्टोरिक साइट military barracks, separate prison, counting cells. Church, road, cafe, workshop. Sadly, Port Arthur is also known for the tragic events of the 28th of April 1996, when 45 people lost their lives in the Port Arthur massacre. पोर्ट आर्थर अस्ट्रेलियामा अवस्थित एक ऐतिहासिक स्थल पनि हो, जुन तास्मानिया टापुमा अवस्थित छ। तास्मानिया अस्ट्रेलियाको एउटा स्टेट पनि हो। यो स्थान चाहिँ 1830 को दशकमा जुन ब्रिटिस उपनिवेशी शासनद्वारा अपराधीहरूको कोलोनी, जहाँ चाहिँ ब्रिटिसमा भएका अपराधीहरूलाई चाहिँ पोर्ट आर्थरमा ल्याएर राख्ने जुन यसलाई पेनल कोलोनीको रूपमा पनि स्थापना गरिएको थियो। यहाँ सजाय भोग्नका लागि जुन अपराधीहरू घटनाहरूको लागि दोषी ठहरिएका व्यक्तिहरूलाई, आपराधिक घटनाहरूको जुन दोषी ठहरिएका हुन्छन् ती व्यक्तिहरूलाई चाहिँ राखिने एउटा स्थान बनाइएको थियो। पोर्ट आर्थर जुन अस्ट्रेलियामा स्थित सबैभन्दा पुरानो र महत्त्वपूर्ण प्रिजन स्थलहरूमध्ये एक पनि हो। यसका प्राचीन जुन भवनहरू छन्, पुराना बिल्डिङहरू छन्, किल्ला र जेलहरू जुन छन्, अहिले विश्व धरोहर स्थल जस्ता युनेस्को वर्ल्ड हेरिटेज साइटका रूपमा मान्यता प्राप्त पनि छन्। यहाँको ऐतिहासिक महत्त्व भनेको यसले अस्ट्रेलियाको उपनिवेशी इतिहास र अपराधी नीतिहरूको जीवित उदाहरण पनि दिन्छ। आजकल पोर्ट आर्थर चाहिँ एक प्रमुख पर्यटकीय गन्तव्य पनि बनिरहेको छ, जहाँ चाहिँ स्वदेशी तथा विदेशी पर्यटकहरू ऐतिहासिक स्थलहरूको भ्रमण गर्न भनेर आएका हुँदा रहेछन्। यहाँको वातावरण, पुराना भवन र प्राचीन जुन किल्लाहरू छन्, यो चाहिँ इतिहास प्रेमीहरूका लागि र अनुसन्धानकर्ताहरूका लागि चाहिँ एकदमै आकर्षणको केन्द्र पनि बनेको रहेछ। अहिले भर्खरै थाहा पाइयो त्यो चाहिँ। साथै पोर्ट आर्थरको इतिहाससँगै यहाँको कला इतिहास पनि जोडिएको रहेछ।
आजको पोर्ट आर्थरको यात्रा यसरी नै टुङ्गिन्छ र यसपछि हामी ब्याक टु होबार्ट भएर अनि त्यसपछि हामी माउन्ट विलिङटन जाने भन्ने प्लान रहेको छ। माउन्ट विलिङटनलाई चाहिँ मैले अर्को भिडियोमा प्रसारण गर्ने भन्ने सोचिरहेको छु र आजको यो भिडियोबाट चाहिँ बिदा हुन चाहन्छु। धन्यवाद।